हेलो नमस्ते सबैलाई। अनि म फेरि पनि अर्को भिडियो लिएर हजुरहरूको सामुन्ने आइसकेको छु। अनि मेरो चाहिँ पसल छ है। अनि बुहारीले चाहिँ हिजो मलाई मेसेन्जरमा कल गरेर अनि हाम्रै गाउँको है दाइ जानु हुँदो रहेछ। त्यो दाइबाट सामानहरू मलाई कपडाहरू पठाइदिनु न भनेर उसले भिडियो कलमै छानेर मैले सामानहरू कतार पठाइदिनु लागेको छु। त्यो भिडियो हजुरहरू सामु मलाई सेयर गर्नु मन लाग्यो नि त। अनि त्यही भएर मैले भिडियो बनाउँदैछु। अनि हजुरहरूलाई पनि केही सामानहरू चाहिएको छ, मन परेको छ भने मलाई सम्झाउनु होला। म तपाईहरूलाई मेरो अनलाइन पनि हुन्छ नि त। त्यही भएर म हजुरहरूलाई सामान पनि पठाइदिनेछु अर्डर गर्नुभयो भने। अनि अब मेरो बुहारीले के सामान छान्यो त अन्तिमसम्म हेरिदिनु होला। अनि प्लिज सेयर गरिदिनु होला मेरो भिडियो। सब्सक्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। लाइक कमेन्ट पनि गरिदिनु होला। यस्तो राम्रो भिडियोहरू चाहिँ बनाउन आउँदैन नि त फर्स्टमा भएर। त्यही पनि प्लिज मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अनि त्यस पछाडि अलिक नजानेको कुराहरू यस्तो भनेर पनि सिकाइदिनु होला। अनि त्यस पछाडि अनि मेरो टिकटकमा ग्ल्यामर्स अनलाइन स्टोर छ, त्यहाँ गएर सामानहरू चाहियो भने मगाउन सक्नुहुनेछ। सामानहरू कस्तो कस्तो छ भने पनि हेर्न सक्नुहुनेछ। अनि त्यस पछाडि अब हेरौँ है फटाफट म तपाईँहरूलाई मेरो बुहारीले के सामान छान्यो त भनेर सबै सामानहरू देखाउनेछु है। अन्तिमसम्म भिडियो हेरिदिनु होला। यो फर्स्ट सामान चाहिँ मेडी हो। अनि एकदम राम्रो छ नि त, कटनको हो, गर्मीमा एकदम शीतल हुन्छ लाउन। अनि फेरि अर्को सेकेन्ड पनि सिफनको हो। यो वाइटमा हल्का बुट्टा भएको, यो पनि पठाइदिनु भनेर पठाइदिएको। एकदम सानो सानो बनाएर सामानहरू पठाइदिनु। सानो बनाएर बोक्नु मान्दैन होला भनेर एकदम प्याकेजिङ सानो बनाउनु, जति सक्दो सानो बनाउँदैछु हजुर है, हेरिदिनु होला। अनि यो चाहिँ वाइट टी सर्ट हो, एकदम शीतल हुन्छ नि त गर्मीमा लाउनु। अब गर्मी महिना आयो त्यही भएर। यो चाहिँ भाइरल टी सर्ट हो, ग्लिटरवाला मरुन कलरमा। यो पनि एउटा अर्डर गर्नुभएको छ है। अनि अर्को यो शीतलवाला, यो पनि बेस्ट सिम्पल टी सर्ट। अनि त्यस पछाडि यो एक वान पिस कुर्ती। अनि कुर्तीको सेट अर्डर गर्नुभएको छ है। अनि त्यस पछाडि फेरि अर्को फर्मल प्यान्ट। यो चाहिँ फर्मल प्यान्ट हो, साइजहरू ठिक्क भनेको हुनाले त्यही अनुसारले गरिदिएको छु मैले। अनि यो कटनको प्यान्ट भयो। त्यसपछि यो दुईवटा सेरम है, स्ट्रेट गरेकोमा लाउने दुईवटा सेरम पनि अर्डर गर्नुभएको थियो बुहारीले। त्यस पछाडि लिप लाइनर अनि लिपस्टिक अनि रोजमेरी क्लिप 5वटा अनि एउटा रबर है। अनि त्यस पछाडि यो कुर्ता एकदम सानो बनाएर पठाइदिनु है, बोक्नु मान्दैन भनेको हुनाले सानो बनाएर पठाउने जति सक्दो कोसिस गर्दैछु म। अनि यो दुईवटा क्लिप चाहिँ मैले बुहारीलाई गिफ्ट, मेरो तर्फबाट मैले गिफ्ट पठाइदिएको छु है। अनि त्यस पछाडि अहिलेको सामानहरू चाहिँ यसरी म प्याक गर्दैछु। एकदम जति सक्दो सानो बनाइदिनु भन्नुभएको थियो नि त, त्यही भएर म सानो दुईवटा भएछ ब्याग चाहिँ, एउटा अलिक ठुलो एउटा अलिक सानो, यसरी प्याक गर्दैछु। अनि अर्को यत्रो कपडा जम्मा दुईवटा ब्यागमा मैले रेडी गरिदिएँ है। अब यो मेरो सामान चाहिँ कतार जान्छ, बुहारीले अर्डर गरेको कतार जान्छ है। अनि थ्याङ्क यू, एकदम धेरै धन्यवाद डोल्मा बोमजनलाई मेरो सामानहरू गरिदिएकोमा। भिडियो एभ्रिवान, कस्तो मेरो अन्तिमसम्म भिडियो हेरिदिनु उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि फेरि पनि मेरो भिडियोहरू आउँछ, प्लिज हेरिदिनु होला। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक सेयर गरिदिनु होला। बाई बाई, थ्याङ्क यू एभ्रिवान।